दिनु होला, कहिलेकाहीँ यसो गाउँघरलाई घिउ ल्याइदिनु होला। अब त्यो माया भन्ने कि त्यसलाई चिनो भन्ने कि त्यो भ्रष्टाचार भन्ने त्यो त्यस्ता कुराहरू अलिकति जेल्लेका छन्। यो पुरानो एउटा सामाजिक संरचना नै हाम्रो अलिकति उ भएर ल्याएको छ। मान्छेलाई अलिकति अब भनौँ न, अब त्यसलाई चाकडी भन्ने कि जस्तो कुनै सेवाग्राहीले मैले सेवा लिन आउँदाखेरि ल चक्लेट दिनुहोस् न, तपाईँलाई चक्लेट ल्याइरहेको छु विदेशबाट आउँदा यस्तो यस्तो भनेर त्यस्ता कुराहरू आउँछन्। अब त्यसलाई मायाको रूपमा चाहिँ ग्रहण गर्ने गरेर विचार गर्नुपर्ने हुन्छ। अब होइन म छुँदै छुन्न म लिँदै लिन भन्दा हामी यस्तो सामाजिक संरचनामा छौँ कि हामी भनौँ न वडामा या भाइ बहिनी आउनु भयो भने मैले चाहनुहुन्छ भनेर सोध्छु नि त। हो त्यसरी नै रूपमा लिँदाखेरि होला त्यसलाई धेरै व्याख्या नगरौँ। अब रमवडा भनेर शान्त वडा भन्छ यसलाई चाहिँ अलिकति राजनैतिक रूपमा सामाजिक रूपमा त्यति कलह नभएको वडा हो। त्यस कारण यहाँ चाहिँ त्यस्ता कुराहरू अलिकति कम नै हुन्छ। अब जेनजीको र युवाको माग चाहिँ जहिले पनि राज्यले त सम्बोधन गरि नै रहेछ, पुस्तान्तरण भइ नै रहेछ र पुस्तान्तरण चाहिँ हामीले अलिकति छिटो छिटो खोजेका छौँ। अब हामीलाई पनि त्यही लाग्छ, हामी युवा हुँदाखेरि हामीलाई पनि छिटो भनौँ न, आज बिहान कुनै काम सुरु गऱ्यो भने भोलि त्यो बाटो सुरु गऱ्यो भने भोलि पिच पछि सफा भनेर एकदम छिटो खोज्छौँ। तर समय र प्रक्रिया चाहिँ लाग्छ क्या। जस्तो मान्छे जन्मिनलाई 9 महिना लाग्छ भने चाहिँ केही कुराहरूको विधि प्रक्रिया हुन्छ अनि स्रोतहरू पनि हुन्छ। हामीलाई पनि छिटो लाग्छ, स्कुललाई पनि रातारातै अब बिल्डिङ बनाऊ चौर बनाऊ यो सबै लाग्छ। तर त्यसको लागि केही समय चाहिँ लाग्दो रहेछ, किनभने समाज छ, समाजलाई चित्त बुझाउनु पऱ्यो, सबैलाई मिलाएर अगाडि लानु पऱ्यो, सबैलाई एउटा टिममा लानु पऱ्यो। त्यसरी लगिरहँदाखेरि अलिकति समय लागेको जस्तो देखियो। अनि युवा भनेको जहिले पनि आँखापक्कै हुन्छ, उसलाई छिटो नतिजा चाहिन्छ। अनि त्यसले चाहिँ अलिकति नमिलेका हुन्। अब यो जेनजीहरूको के छ त भनेर भन्नुभयो भने अहिले आज तपाईँको विद्यालयमा विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम भएको छ, यो तपाईँले कसरी लिनुभएको छ, कस्तो लाग्यो? राम्रै लाग्यो। अब हामीले हाम्रो प्रब्लमहरू चाहिँ सबै भन्यौँ, अब सोल्युसन पनि सबैको पायो भने चाहिँ थ्याङ्क यू। आज तपाईँको विद्यालयमा विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम भएको छ, त्यो कार्यक्रमलाई कसरी लिनुभएको छ? यो चाहिँ एकदम राम्रो कार्यक्रम मलाई लाग्यो है। हाम्रो चाहिँ आफ्नो प्रश्नहरू जुन थियो, हाम्रो मनमा लागेको कुराहरू जुन थियो, वडा अध्यक्षज्यूसँग चाहिँ हामीले भन्न पायौँ। अति नै खुसी लागेको छ है। हाम्रो गार्जेन आउनुभयो, वडाको गार्जेन आउनुभयो, हामीलाई समस्याहरू बुझिदिनु भयो, सुनिदिनु भयो, कुरा गरिदिन्छु भन्नुभयो, समस्याहरू सब समाधान गरिदिन्छु भन्नुभयो। एकदम खुसी लागेको छ, राम्रो छ कार्यक्रम। यो ब्यानरको समस्या समाधान गर्छु भनेर भन्नुभयो, तपाईँहरूले समस्या राख्नुभयो। आगामी दिनहरूमा उहाँले गर्न सक्ने वडाबाट गर्न सक्ने बजेटहरू म छुट्याउँछु भन्नुभयो। उहाँलाई म मुरी धन्यवाद दिँदै तपाईँहरूको मागहरू लगभग 50% चाहिँ प्रिन्सिपल सरलाई जिम्मा दिनुभएको छ। उहाँहरूको कोचिङको कति पैसा हुन्छ लिएर आउनुहोस्, अनि त्यस पछाडि उहाँहरूको खर्चहरू के कति छ लिएर आउनुहोस्। मैले त्यसमा कति छुट्याउन सक्छु छुट्याउँछु भनेर उहाँले भनिसक्नु भएको छ। लगभग तपाईँहरूको केही मागहरू उहाँले आजै सम्बोधन गर्नुभएको छ। अब प्रिन्सिपल सरले यसलाई एउटा माइन्ड मात्र गर्न बाँकी छ भन्दै तपाईँहरूकै अभिभावक, तपाईँहरूकै वडा अध्यक्ष, तपाईँहरूले जति बेला पनि यो कार्यक्रम मात्र नभएर जति बेला पनि तपाईँहरूले आफ्नो मनमा लागेका जिज्ञासाहरू राख्न सक्नुहुन्छ भन्दै म यस कार्यक्रमलाई समापन गरिदिनु हुनको लागि म यसै वडाका वडा सदस्य उमेश चालिसे सरलाई हार्दिक अनुरोध गर्छु। कार्यक्रमका प्रमुख अध्यक्षज्यू, विशेष अतिथिज्यू, त्यसपछि प्रिन्सिपल सर, मिस सबजना, विद्यार्थी भाइहरू सबजना नमस्कार। कुरो त धेरै राम्रो राम्रो कुरो भइसक्यो। अब अझै नगर्नु मन लाग्थ्यो, तर आज हामीसँग अलिकति टाइम नभएर हो, अर्कोचोटि फेरि आउने नै छौँ होइन। तर म पनि यही स्कुलको 2052 सालको एसएलसी विद्यार्थी म पनि। तर तपाईँले एउटा कुरा चाहिँ पहिलाको भन्दा अहिले यो शिक्षा चाहिँ धेरै राम्रो छ। हाम्रो पाना चाहिँ हामीले चाहिँ बोर्डिङलाई कहिले पनि उछिन सकेको थिएन, तर आज चाहिँ हाम्रो यो स्कुलले चाहिँ यो भिडमै बोर्डिङहरूलाई चाहिँ उछिनेको जस्तो लाग्छ मलाई। त्यही भएर मलाई गर्व लाग्छ, मैले पढेको स्कुल हो, तर तपाईँको एकदमै राम्रो छ। यसो भन्दै अब आजको यो औपचारिक कार्यक्रम समाप्त। नमस्कार मेरो नाम विनोद तामाङ। नमस्कार मेरो नाम विनोद तामाङ। हाल म कक्षा 12 मा अध्ययन गरिरहेको छु। मेरो प्रश्न यस प्रकार रहेको छ। गौरेश्वर नगरपालिकाको यो एकमात्र सुविधार अध्ययन गराउने विद्यालय हो र वडा नम्बर 9 को एकमात्र सामुदायिक विद्यालय हो। त्यसकारण हाम्रो यस विद्यालयको समग्र शैक्षिक गतिविधिमा
ओडाले कतिको सहयोग पुर्याइरहेको छ र भूमिका के रहेको छ र आउँदो भविष्यमा शैक्षिक विकासको लागि अझै ओडाले के गर्दैछन्, के प्लानिङ रहेको छ, यदि थाहा पाउन पाए म खुसी हुन्थेँ। ओडा अध्यक्षज्यू धन्यवाद। नमस्कार श्री ओडा अध्यक्षज्यू, मेरो नाम सुजित तामाङ। म यस श्री अरुण माध्यमिक विद्यालयको कक्षा 10मा अध्ययन गर्ने एक छात्र हुँ। तपाईँ पनि यस विद्यालयमा पूर्व विद्यार्थी हुँ भने मैले सुनेको छु। यदि तपाईँ यस विद्यालयमा अध्ययन अथवा रहँदा तपाईँको केही अविस्मरणीय क्षणहरू छ भने हामीले बताइदिनु हुन विनम्र अनुरोध गर्दछु। अघि दाइले सोध्नु भएको थियो घुसखोरीमा कति म्याक्स रकम तपाईँले अफर गर्नुभएको थियो। तपाईँले भन्नु भएन हुन विनम्र अनुरोध गर्दछु। सलिना तामाङ कक्षा 10बाट। तपाईँ यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको नाताले यस विद्यालयको विद्यार्थीबाट के कस्ता कुराहरू अपेक्षा गर्नुहुन्छ? धन्यवाद। नमस्ते, मेरो नाम चाहिँ सन्दीप ढङ्गाल। म चाहिँ यसै विद्यालयको सिभिल धारतर्फ कक्षा 12मा चाहिँ अहिले अध्ययन गरिरहेको छु। हाम्रो चाहिँ यो सिभिल धारतर्फ चाहिँ धेरै प्र्याक्टिकल गरिदिनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रो विद्यालयसँग चाहिँ जमिन नरहेको पनि हामीले देखिरहेका छौँ र यसको लागि चाहिँ तपाईँले चाहिँ के कस्ता चाहिँ पहल गरिरहनु भएको छ त्यो कुरो बताइदिनु होला। नमस्कार, मेरो नाम चाहिँ पूर्ण अध्यक्षज्यू। हजुर यहाँसम्म पुग्दाखेरि हजुरलाई धेरै समस्याहरू आयो होला, धेरै अब्स्टिकलहरू आयो होला। त्यस विषयमा तपाईँले कसरी फाइट गरेर अगाडि बढ्नुभयो? कस्ता अवस्थामा त समाधान पनि थिएन होला, त्यसमा कसरी सपोर्ट दिनुभयो? र हामीले अब हाम्रो आगामी जीवनमा चाहिँ ती कुराहरू त अवश्य हुन्छन्, ती कुराहरूलाई चाहिँ हामीले कसरी फाइट गर्ने, कसरी हामी चाहिँ मोटिभेटेड हुने, यस विषयमा भनिदिनु। विद्यालयको कक्षा 12मा सिभिल धारतर्फ पढ्दैछु। हाम्रो चाहिँ यस विद्यालयमा चाहिँ कक्षा 8देखि 12सम्म नै हाम्रो चाहिँ कोचिङ कक्षाहरू सञ्चालन भइरहेका छन्। अनि यसको लागि चाहिँ ओडाले के कति बजेट छुट्याएको छ त्यो भनिदिनु। बसको नि भनेको चाहिँ बाटो र बस भनेर बाटो मात्र भन्नुभयो, बस भन्नु भएन। नमस्कार, म तेजेन्द्र राउत कक्षा 10बाट। हामी सहरको बिचमा भए पनि शान्त र स्वच्छ वातावरणमा पढ्न पाएका छौँ। तर पनि हाम्रो विद्यालयको माथिल्लो तर्फ तपाईँले आफ्नै नाङ्गो आँखाले देख्नुभएको छ जुन यो पहिरो छ, यो बोक्दै गएको छ। यो पहिरो सावधानका लागि वडा अध्यक्षज्यूबाट के कस्तो योजना रहेको छ बताइदिनुहोस् न। नमस्कार वडा अध्यक्षज्यू, म बिन्ता सुना कक्षा 10बाट। हाम्रो वडा कार्यालयले विभिन्न किसिमका सेवा सुविधाहरू उपलब्ध अहिले इन्डियन एम्बेसी भनौँ न त्यहाँ पनि सहकार्य गरिरहेछौँ र स्कुलले पनि 50-50मा नगरपालिकासँग किन्ने भनेर गरेको छौँ। त्यसलाई अगाडि बढी नै रहेछ। लगभग अब अर्को वर्षलाई अर्को शैक्षिक सत्रमा लगभग यो पुग्ने लाग्यो भने अब यो कोचिङ क्लास यिनीहरूको लागि चाहिँ ठ्याक्कै हामीले यति नै भनेर फन्ड गर्दैनौँ। जस्तो स्कुललाई टोटलमा यसपालि पनि 5 लाख रुपियाँ भनौँ न, 5 लाख रुपियाँ चाहिँ विभिन्न शीर्षकमा अनुदान भनेर अगाडि बढाएका छौँ। अब अलिकति स्रोतहरूको अभावले चाहिँ अब त्यस्तो हुन गएको हो र यसपालि चाहिँ अब कोचिङलाई भन्दा पनि अब त्यस चाहिँ स्मार्ट बोर्ड भनौँ न, अहिले स्मार्ट बोर्डलाई चाहिँ अलिकति फोकस गरिदिए कि स्मार्ट बोर्ड किन्ने कि भनेर छलफलहरू भइरहेछ। अब ठिकै छ, अब होइन कोचिङलाई पनि चाहिन्छ भन्नुभयो भने एउटा प्लानिङ गर्नु हजुरको क्लास टिचरसँग बसेर उहाँले प्रधानाध्यापक सरलाई ल्याउनुहुन्छ, त्यही अनुसारले फेरि हामी अगाडि बढ्ने नै छौँ, त्यसलाई मिलाउँछौँ।
भनौँ न आएको कुराहरूलाई काहीँ न काहीँ सम्बोधन हुन्छ नै र होइन हामी एकदमै निजी छौँ भनेर तपाईँले होइन मेरो चाहिँ अवसर जटिल छ त्यसलाई पर्सनल मलाई मात्रै हेरिदिनु भन्नुभयो भने नि अझ हुन्छ किनभने सक्नेले चाहिँ केही रकम तिर्नुपर्छ किनभने तिर्यो भने नसक्नेलाई सजिलो हुन्छ नि त अब पुरै सबै फ्री नै गर्न थाल्यो भने चाहिँ तपाईँको भोलि भनौँ न अब सबै कुरा फ्रीमा भएपछि भनौँ न सक्ने परिवारले नि फ्री गर्दा चाहिँ भोलि अर्को चिजमा नसक्नेले पाउने अब सेवा सुविधा या स्कुलको कुनै गुणस्तरमा उकास्नलाई कहिले काहीँ अप्ठ्यारो पर्छ त्यसको लागि चाहिँ तपाईँहरूले अलिकति विचार गरिदिनु नै पर्ने हुन्छ। अघि अर्को भाइले अर्को पनि सोध्नु भएको रहेछ दबाब र तनाव अनिखेर अब पर्सनल भनौँ न आफ्नो करियर चाहिँ कसरी अगाडि बढाउने भन्दा अब ठ्याक्कै हामी पनि अहिलेको भाइ बहिनीलाई त अझ 9देखि नै अब के बन्ने भनेर पहिले उ गरिन्थ्यो भने हामी त पढ्नुपर्छ भन्ने चाहिँ थाहा थियो अनि अब त्यो गर्दा गर्दै भनौँ न यता राजनीतितिर आइपुगेको हो। अब त्यो पहिल्यैदेखि होइन हामी राजनीतिमै आउने भन्ने थिएन हामी क्लबहरूसँग भनौँ न सामाजिक संस्थाहरूमा चाहिँ आबद्ध थियौँ त्यहाँ चाहिँ एक्टिभ भइरहन्थ्यौँ भनौँ न अब कहिले अब टेबल टेनिसै बढी खेलिन्थ्यो त्यो बेलामा चाहिँ अलिकति ठाउँहरू थियो त्यस्तो गेमहरू गर्दै अब बसिन्थ्यो सामाजिक रूपमा चाहिँ हामी अगाडि बढिरहेको थियौँ अनि बढ्दा बढ्दै यता आइपुगेको अनि तपाईँ अब तनाव दबाब त अब जे कुरामा हेर्दैन पढ्दा पढ्दा तनाव आउँछ अझ अहिले त भाइ बहिनीहरू अलिकति लकी हुँदो रहेछ पहिला त मलाई यो स्ट्रेस म्यानेजमेन्ट नगर्न आएर जहिले एक्जाम आयो अनि भनौँ न गालामा पिलो जस्तो आउँथ्यो कि त्यो चाहिँ स्ट्रेस झेल्न नसकेर त्यो हुँदो रहेछ त्यो चाहिँ अलिकति पछि बुझ्यो अब त्यस्तो त्यो भनौँ न अब अरू बेलामा पढ्न मन नलाग्ने अनि एकैचोटि एक्जामको बेलामा पढ्ने र हुने अनि त्यो गर्दाखेरि त अनि त्यहाँ अब खाना पनि बिग्रियो निन्द्रा पनि बिग्रिएपछि एकैचोटि शरीरले नतान्दो रहेछ त्यसको लागि चाहिँ सधैँ गरिरहनु पर्ने रहेछ पढ्ने भन्ने कुरा चाहिँ एउटा डिसिप्लिन भएमा क्या एकैचोटि मोटिभेट गरेर म आजै सबै पढेर एउटै किताब एकै दिन भ्याउँछु भन्दा नि प्रत्येक दिन आफ्नो एउटा रुटिन चाहिँ फलो गर्नुपर्ने रहेछ। अहिले आएर मैले बुझ्दा चाहिँ जस्तो बिहान उठ्यो 1 घन्टा चाहिँ दौडिनै पर्ने रहेछ क्या भनौँ न शरीर स्वस्थ हो त्यो हामी तनाव हेर्नलाई त्यसपछि अहिले अलिअलि हामी मेडिटेसनहरू पनि गर्छौँ अनि 5 मिनट मेडिटेसन गऱ्यो अनि मन्दिरमा पूजा पनि गर्छु अनि पूजा गर्दाखेरि ओम स्लो भन्छ नि ओम भनेर त्यसले बस्यो त्यसले माइन्डहरू चाहिँ एकदम रिलिज गर्दो रहेछ क्या अब हेर्दा चाहिँ यो हिजो अस्ति चाहिँ झार्नीको यो के हो भने जस्तो लाग्थ्यो तर अहिले आफूले गर्दा चाहिँ त्यसले आनन्द ल्याउँदो रहेछ त्यसले धेरै स्ट्रेसहरू लान्छ किनभने हामी सामाजिकमा गरेकोमा अब तपाईँले त तपाईँको सर्भिस नहुनु हुँदा मैले विद्यार्थी कालमा अब भोगेर आएको हो नि त हामीले पछाडि गाली गरिहाल्छौँ नि त होइन हाम्रो नेचर त त्यस्तै छ नि त अरूलाई तुल्याउने बिल्ल्याउने त्यस्ता कुराहरू धेरै आउँछन् अब राति मापसै गरेर भनौँ सेवन गरेर फोनसोन गरेर यो मेरो काम नगरिदिएको किन नगरिदिएको यस्तो भनेर थर्काउने यो हुने हुन्छ किनभने सामाजिक रूपमा अब न्याय रूपमा बाटो नै बढाउने हो भने पनि दुइटै गर्ने हामीलाई पिट्न आउँछन् नि त है त्यस्तो देख्नु भएको छ नि त त्यस्तो आउँछ त्यसलाई झेलिँदो रहेछ अब सकिन्छ त्यो गर्दै जाने हो त्यो आफैले समस्यासँग भाग्यो भने मात्र समस्या हुने रहेछ भागेन भने त जुदिन्छ भाइहरूलाई चाहिँ मात्रै आग्रह गर्छु समस्या आयो या केही भयो भने त्यसलाई जुदिहाल्ने हो त्यो जुदेपछि आफै मिल्दो रहेछ क्या त्यो डर भनेको कुरा त नभिड्यो भने आउने त हो नि भिडियोपछि त के केही नै डरै हुँदैन रहेछ नि त होइन त्यस्तो चाहिँ आफूले गरिरहने सधैँ पढ्ने खेल्ने कुद्ने चाहिँ गरिरहनुपर्छ यो चाहिँ तपाईँ हाम्रो एउटा नियमित जीवनचर्या भनौँ न त्यसमै राख्नुपर्ने रहेछ त्यो राख्दा राख्दै सबै कुराहरू मिल्दै जान्छ। अब हामीले इक्जाममा मात्र पढाइ फोकस गर्यो या अब कुनै बेलामा आज 1 महिनाको दौड म एकै दिनमा पुरा गर्छु भन्यो भने त जिउले पनि त मान्दैन नि त सक्नु त सकिन्छ होला उमेरमा जिउ मान्दैन भोलि कैडा लाग्छ भनौँ न जताततै दुख्छ त्यसलाई चाहिँ नियमित गरियो भने सबै कुराहरू हल हुन्छ। मोटिभेसनल चाहिँ एउटा फ्याक्टर होला तर डिसिप्लिनै हो लाइफलाई जित्ने चाहिँ डिसिप्लिनै हो। अब जेमा पनि हार होस् या जित होस् भनौँ न त्यसमा भिड्दै त आइहाल्छ र हामी पनि धेरै ठाउँमा अब हारेर पनि खाएर पनि आएको हो यतिकै आएर यहाँ सजिलोसँग जितेको हुँदैन जस्तो चुनावै लड्नुपर्दा अनि आफ्नो पार्टीमा पनि फेरि एउटा ऊ छ त्यहाँ पनि हामीले फाइट गर्नुपर्ने हुन्छ भनौँ 3-4 चरणहरू आउँछन् त्यस्तो चरणहरू पार गर्नुपर्छ त्यो भिडिरहने हो। अब होस् नहोस् गरिरहने हो अभ्यास है निरन्तर मेहनत र अभ्यास गरिरह्यो भने भइहाल्छ।
यो पहिरो नियन्त्रण चाहिँ प्रत्येक वर्ष भइरहेको छ। प्रत्येक वर्ष हामीले चाहिँ अब 10 लाख रुपियाँ हालेर गर्ने बिल्डिङहरूको चाहिँ कुरा भइरहेको छ। एमबिसीसँग पनि भइरहेछ। यो चाहिँ अलिकति ठुलो 3-4 करोडको योजना भएर अलिकति समय चाहिँ लाग्नेछ। अनि अर्को भाइ बहिनीलाई अलिकति मलाई मजा लागेको चाहिँ घुसुस भन्ने वडामा त्यस्तो अलिकति हुँदैन। त्यो हामीले कस्तो छ भने हामी जनप्रतिनिधि भनेको त तपाईँ हामी माझमै चुनेर आउने हो। तपाईँ हामीले मजाले कुरा गर्न सक्ने भएको अलिकति फरक हुन्छ। जस्तो मेरै वडामा पनि सचिवसँग भन्दा हामीसँग काम गर्नाले हामीसँग मान्छेले कुरा राख्न सक्छन् क्या, नडराइकन ल किन मेरो काम नहुने किन भन्ने हो। अनिखेर जुन काम नियमले नै दिन्छ भने त्यसमा घुसको कुरै आउँदैन। अब नियमले नमिल्ने काम हामी गर्दैनौँ, त्यसरी पनि आउने भयो। त्यसलाई त्यही रूपमा बुझ्नु पर्ला। अब यो यति सजिलै घुस यति छिटै सजिलैसँग सुइसो पैसा कमाउनु त सकिन्न होला। त्यो अलि हुँदैन पनि। अब भाइ बहिनीले केही जानेछन् भने म चाहिँ सिक्न चाहन्छु है। हो यस्तो हुँदो रहेछ जता कुनै ठाउँमा देखेर भन्ने कि अब भन्ने। अनिखेर कति ठाउँमा चाहिँ हाम्रो व्यक्तिगत कमजोरीहरू लुकाउन पनि त्यो भनिरहेको हुन्छ। जस्तो पुलिसमा अब डिआइजीबाट एआइजी हुँदाखेरि अब पैसा थिएन त्यही भएर भएन भन्ने भनिदिन्छ। त्यस्तो हुँदैन, कति ठाउँमा हुँदैन। कति ठाउँमा टपलाई नै सेलेक्टेड गरेर हुन्छ। 1920 हुन्छ होला, तर त्यस्तो हामीले देखेको ड्रास्टिकै चेन्ज भन्ने हुँदैन। जस्तो चुनावमा नै हामीलाई के आरोप लाउँछ भने पैसै खुवाएर यसले चुनाव जित्यो भन्छ क्या, जितिसकेपछि। अब पैसै खुवाएर त हामीले कहाँ चुनाव जिताउनु हुन्छ, त्यसरी हुन्छ र हुँदैन नि त। जस्तो भाइ बहिनीकै मोनिटर छान्ने लाग्यो। अब त्यो सबैले चित्त त बुझ्दैन नि त। त्यहाँ सर्भिसले पैसा लिएर उसलाई मोनिटर छाने हुन्छ त। हो त्यसरी नै भनिदियो त। त्यो जालो त त्यसरी नै आएको हुन्छ, त्यसरी अगाडि बढाएको हुन्छ। त्यसलाई चाहिँ हामीले अलिकति गलत व्याख्या पनि बुझिरहेछौँ होइन। त्यो तपाईँ हाम्रो भनौँ न डे टु डेमा नठोकेर पनि अलिकति फरक भएको होला। अनि अहिले एकजना बहिनीले भन्नुभएको थियो अब घर दैलो सेवा, त्यो सबै घर दैलो सेवा छ। अनि पछि सेवा अहिले नै के भन्नु हुँदो रहेछ भने अब होइन फोटोकपी गर्नुपर्छ, यता गर्नुपर्छ। अब भनौँ न जाँदाखेरि अलिकति सेक्युरिटीका पनि कुरा आउने भएको र अनि कति कुराहरू चाहिँ फेरि वडा अफिसमै ल्याइएको हुन्छ। त्यो चाहन्छन् अब हिँड्न नसक्ने केही नसक्नेको खण्डमा छ। अहिले पनि सबै कुराहरू घर दैलो नै छ। वडाले भन्दाखेरि एउटा राजस्व यन्त्रले नै त्यसरी अगाडि बढेकै छ। बिमाहरू पनि घर दैलो छ, तपाईँको सामाजिक सुरक्षा भत्ताहरू पनि घर दैलो छ। भनौँ न जहाँ टेक्नोलोजी युज गर्नु पर्दैन त्यो सबै घर दैलोमै हुन्छ। अनि जस्तो अहिले कर पनि अब आफू जानु पर्दैन, क्युआरबाट पनि हुन्छ। तर हामीलाई चाहिँ के लाग्छ भने क्युआरबाट गर्दाखेरि भोलि के होला भनेर हामी नै त्यसमा अभ्यस्त नभएर हामीलाई नै आफू सेल्फ प्रेजेन्ट भएर ती अगाडि उठेर काम गर्ने बानी छ। त्यो बानी हाम्रो पुस्ता भाइ बहिनीले त अलि हटिसक्यो। हाम्रो आफैले अलिकति अविश्वासको वातावरण सिर्जना गरे भएर वडामै आउने हो। र धेरै कामको लागि वडामा आउनु पर्दैन। वडाले 35वटा चाहिँ अब सिफारिसहरू गर्नु पाउँछ। अब यो अलिकति 6वटा चाहिँ फेरि हाम्रो परिषदमा स्वायत्त भन्ने हो। तर यो नगरपालिकाकै अन्डरमा रहेर यो पुरै स्वायत्त भनौँ न, पुरै इन्डिपेन्डेन्ट होइन, डिपेन्डेन्ट भएर त्यस्तो महानगरको हेर्नु भयो चाहिँ फेरि त्यो स्वायत्त हो। अलिकति यो फरक छ त्यसमा चाहिँ। अहिले नगरपालिकाहरू जुन पछि ढाका नगरपालिकाहरू र काठमाडौँ महानगरपालिकामा चाहिँ अलिकति तलमाथि छ। त्यो ऱ्याङ्किङमा पनि त्यस्तो छ। र जहाँ भनौँ न जुन वडामा चाहिँ खर्च लेख्ने अधिकार चाहिँ 7औं तहको शाखा अधिकृत हुन्छ। शाखा अधिकृत आइसकेपछि मात्र हुन्छ। तर अहिले भुवनेश्वर नगरपालिकामा चाहिँ आइसकेका छैन। त्यो भएर हाम्रो नगरपालिकाले चाहिँ भनौँ न एकीकृत सेवा भनौँ न त्यहीँबाट मात्र सेवा हुन्छ। नत्र चाहिँ त्यसलाई अब विकेन्द्रीकृत भन्छ, त्यो चाहिँ हुन सकेको छैन। त्यो चाहिँ बन्दैछ। तपाईँ हामीले भर्खर सङ्घको प्र्याक्टिसहरू गरिरहेको छौँ नि त। भर्खर फ्लो भयो, नगरपालिका भयो, यसको खाताहरू यसको कर्मचारीहरू अपुग भएर त्यो लेभलसम्म चाहिँ आइपुग्न सकेको छैन। त्यो बिस्तारै आउँछ। अब त्यो चाहिँ भाइ बहिनीले नै अहिले यहाँ बस्छ भाइ बहिनीले नै बनाउने हो। किनभने 5-10 वर्षमा अबका वडा अध्यक्ष मेयर भनेर चाहिँ यही भाइहरू यही बहिनीहरू त होइन जस्तो लाग्छ मलाई। हस् त पत्रकारजी, सभाध्यक्षजी हुन्छ। आजको यो टपिक चाहिँ तपाईहरूको समस्याहरू वडा अध्यक्षले सुन्ने हो। तपाईँहरूको के अभाव छ, तपाईँहरूको समस्याहरू के छ। फेरि सबै समस्या पनि आउँदैन। वडाहरूले गरेको सुझावहरू पनि तपाईँहरूले दिन सक्नुहुन्छ। किनभने वडाले यस्तो कार्यक्रम गरेको छ हामीलाई त एकदम राम्रो। जस्तो आजकै कार्यक्रम मैले वडा अध्यक्षज्यू र वडा अध्यक्षज्यू
विद्यार्थीसँग तपाईँ पनि विद्यार्थीको समस्या सुन्नुपर्छ भन्दा ओहो ल हुन्छ, यो चाहिँ सहजीकरण गरिदिनुहोस् न त, किनभने विद्यार्थीको कुरा हामीले सुन्नुपर्छ भनेर उहाँले सहजै स्वीकार्नु हो। त्यसैले नै तपाईँहरूले राखेका मागहरू पनि उहाँले, तपाईँहरूको त यो हामीले आँखाले देख्यौँ, यो त आवश्यकै छ, यो अत्यावश्यक